हेलो साथीहरु, आज हाम्रो घरमा मम्मीले जौ कलाउँदै हुनुहुन्छ। मम्मी जौ किन कलाउनु भयो? यहाँ गाई बाख्रालाई दिने पिरो बनाउने पनि होइन, केही छोरा पनि छैनन्। कहाँबाट ल्याए जौ? के गर्ने हो यो जौ? जो माथि गाउँबाट ल्यायो हो। ए यो भुट्ने अनि सातु खाने क्या चियासँग दुनोट बिस्कुट खान भन्दा नि यो जौको सातु खाने। के बनाउने साथु? यो भुट्ने अनि घट्टा पिसी ल्याउने खाने। यस्तो यो ठुल्ठुलो दाना गरे यस्तो झुस गरे खान सकिरहला न। यो भुटभाट गर्नुपर्छ अनि खौलखाउ गर्ने अनि चियासँग खाने हो। त्यो दुनोट बिस्कुट खान भन्दा यो राम्रो हुन्छ। हामी पहिला हाम्रा आमा बाबा पनि यही खान्थे, हामीलाई पनि यही खाने मन लाग्यो, खाया भ्याउनु भयो। तिमीहरू नखाया नदेखा के मिठो भन्दा हो? तिमीहरू उही चिया बिस्कुट दुनोट खानेवाला हो, दुनोट बिस्कुट खानेवाला हो, हामी यही खानेवाला हो। हामी बाधै खाया मान्छे खाने लाग्छ, राम्रो लाग्छ, मिठो लाग्छ, रोटी पनि राम्रो लाग्छ। पर्छ होला घाँटी के मिठो हो? कोद्दैन, राम्रो हुन्छ, औषधि पनि लाग्छ। हामी पहिला यही खान्थ्यौँ, गुँड यही खान्थ्यौँ। औषधि घाँटी कोद्छ अरे। यति ठुलो ठुलो दाना गरे झुस गरे छन् त। माथि गाउँबाट ल्याइमाग्यो त किनेर ल्याइमाग्यो। अब त सातु खाने, अब त रोटी खाना, अब त ल्याऊ। कति राम्रो हुन्छ रोटी। घाँटी कोर्दै पेटसम्म पुग्ला नि। कोद्दैन, राम्रो हुन्छ यो। गुँको रोटी त मिठै हुन्छन्, तर यो खै जौ त जौ र उमार्न लागि मात्रै काम लाग्ने होइन के। यो सातु खाने हो, रोटी खाने हो। चियासँग सातु कति दामी हुन्छ, राम्रो हुन्छ, मिठो हुन्छ, स्वास्थ्यलाई ठिक हुन्छ। अनि त्यही बेला खानुपर्छ, राम्रो हुन्छ, आफ्नो स्वास्थ्यको लागि पनि राम्रो हुन्छ त। ती दुनोट सुनोट खाने बिस्कुट खानुहुन्न त नानु, यही खानुपर्छ। ए ल ठिक छ त, अबदेखि बनाएपछि त खाने भइगयो त। अनि बनाएपछि खाने होइन, खेती पनि गर्ने, लाउने पहिला लगाउने। त्यही अर्का एक दिन खाएपछि मिठो होला भन्ने हुँदैन। यसोबाट खुन्ने भक्काउने लाउने काममा नि आङ्ला हुनु परेन। आङ्ला लगाउने के गर्छ अब लगाउनु त लगाउनु, तर यो जौँ त खै के मिठो होला भन्ने लागिरहेको छ। त्यही पनि अब सातु बनाएपछि खाएपछि थाहा होला। राम्रो हुन्छ, चियासँग खानुपर्छ। यो अर्ग्यानिक खाना हो, थाहा छैन। उडो बुइनु नै देउता पुइनु नै त्यही टोटो गर्ने। ठिकै हो, ठिकै। अब ठुला मान्छेले भनेको कुरा त बुझिहाल्ला, बुझिहाल्छु। ल त पहिले जौँ मात्रै पाइन्थ्यो, गुँ पाइदिन्थ्यो कि के हुन्थ्यो र उन्न पातो? जौँ मात्र खाने। जौँ पनि हुन्थ्यो, जौँ हुने, कोदो हुने, अनि मकै पनि हुने, गहुँ पनि हुन्थ्यो। सबभन्दा यो राम्रो हुन्थ्यो क्या। यो उयोलाई लक्ष्मीलाई पशुलाई उता दाना पनि हुने, मान्छेलाई रोटी खान पनि मिल्ने, सातु खान पनि मिल्ने। यो अर्ग्यानिक खाना हो, यो भिटामिन लाग्छ, रोग लाग्दैन। रोग सबभन्दा यसले रोग लाउनु दिँदैन। अहिले अब अर्ग्यानिक खाना खाँदैन, अनि त्यस्तै चाउचाउ बिस्कुट के खाने, अनि दुनोट खाने त्यो चियासँग। अनि त्यही बेला यो रोग लाग्दैन, औषधि लाग्छ। पहिला खाना हो कोदो, यो जौँ भने त राम्रो अनाज हो त। पहिला हाम्रो जिजु बाजे भन्दा हाम्रा आमा बाबा पनि यही खेती गर्थे, हामी पनि यही गर्थ्यौँ त। अब यो हरिण लाग्यो, अझै पनि यो राखेको छ नि त, लाउँछु त। त्यो त हो, खै मिठो त उयोका खाएकालाई मिठो लाग्छ होला, नखाएकालाई मिठो लाग्छ। मिठो लाग्छ, राम्रो हुन्छ, औषधि लाग्छ, सबभन्दा स्वास्थ्यलाई ठिक हुन्छ। अर्ग्यानिक खाना हो, यो पुर्खादेखि यो रया बिउ हो। त्यही बेला औषला मन ठाने, आफूभन्दा जेठो चामल कहीँ कालो त्यो औषध छड्क्या ल्याइन खानु मिठो मान्ने। यो अनि घाँटी कोच्छ भन्ने, औषला मन काम गर्नु अल्छी मान्ने, मोबाइल चलाउने, अनि बाबाले खानै खाना पनि बिर्सिने। सित्ती छ र बेस्टबारी खन्ने, जोन्ने, मल गर्ने। मल गरेपछि यति लामो जौँको बाला हुन्छन्। अनि रोटा खाए भयो, सातु खाए भयो, फेरि त्यही माथि मकै लाउने, कोदो लाउने।
त्यहाँबाट कोदो पनि कति औषधि लाग्छ राम्रो अनाज हो कोदो जो भन्ने त धेरै राम्रो अनाज हो त नानु तिमीहरू अल्छी नगर है यो खेती गर्नै नगर्ने खेती हो गरौँला अर्को सालबाट यो साल त सिजन गइसक्यो अब अर्को साल भर्खर त आउँदैछ यो छड्ने दिन पछि हो क्या मुक्सी असौजा महिना त छड्ने भइगयो छिटै छड्छन् मुक्सीतिर हो कि असौजा मुक्सिर छड्छन् क्या छड्नु पर्छ आङ्ला छ कि छैन औचाला मान्छे बिना आङ्ला ढलिढली खाने बेसी मल गरे जल गरे मल गर्नु पर्यो जल मल बराबर अनि फेरि हो इल्चो काल्न खुन्न कुट्ट गर्ने आम्नु पौरो गर्ने 10 नुरा खाएपछि अर्ग्यानिक खाना मिल्छ ढलिढली त्यो आफूले जेठो चाउल कुइया कैला त्यो औषध छड्क्या त्यही खानु मिठो मान्छौ तिमीहरू हामी त यही हो यही राम्रो लाग्छ हामीलाई स्वास्थ्य पनि ठिक छ ठिक हुन्छ अर्ग्यानिक खाना हो यो 60 वर्ष उमेरमा त यति जवानै देखिएछ अनि 60 होइन 60-70 वर्ष उमेरमा थियो त हामी मै लगभग पुग्न लाग्यो अर्ग्यानिक खाना भने अर्ग्यानिक खाना रहेछ खानाले पनि मान्छेको स्वास्थ्यमा राम्रो ध्यान दिन्छ उ त 2-3 हजार भाडा लाग्ने ठाउँ म एक्लै हिँडिन औषध पुगिजान्छु खाना गर्नु त खाना राम्रो रह्यो स्वास्थ्य राम्रो हुन्छ तब भारी बोक्न पनि सकिन्छ हिँड्न पनि सकिन्छ गाडी 3000 भाडा तिर्न पनि म बाबाले उयो गाडी पनि त्यही पुग्छ म पनि त्यही पुग्छु कडा हाम्रो मम्मी त साह्रै कडा अर्ग्यानिक खानाले कडा अनि खानु पर्यो गर्नु पर्यो मिहिनेत गर्नु पर्यो मिहिनेतको फल मिठो हुन्छ घाँटी मुठी केही नगर्ने आङ्ला नगर्ने आफूले जेठो सड्या चाउल खाना खुवाइने काम गर छोराछोरी काम गर अर्ग्यानिक खाना यो नछोड नबिर्स उत्पादन गर उहिले चोता लाउँथ्यो चोता कति राम्रो हुन्थ्यो असल मुला त्यो मुला आएर चोता उग्लिगे चोथा र मुला एउटै त हुन फरक हो मुला र चोता भन्ने त्यसपछि हो मकै हाम्रो गोलो गोलो गेडो गरे अनि पोली खानु कति राम्रो रोटी कति राम्रो हुन्थ्यो औषध केले मुना खानु त्यो रोटा गयो त माटै मुखा हालेको हुने पोली खानु पनि काँचै नपाक्ने आज खानु पनि नयाँ छ चिसो त्यस्तो गर्नु छोड